हेलो साथीहरु नमस्ते। आज चाहिँ म चामलको पुरी बनाउँदैछु। मैले चाहिँ यसमा नरिवल कोरेर हालिसकेको छु। अनि त्यसपछि मेरो चामलको पिठो चाहिँ अलिक मसिनो थियो, मैले हल्का सुजी हालेको थिएँ। अनि त्यसपछि मैले 2-3 चम्मच घिउ हालेँ। घिउ हालेर यसलाई मजाले मोलिसकेपछि यतापट्टि मैले गुड काटेर पनि राखेको छु। गुड अनि मिठो पुरी बनाउँदैछु म चाहिँ। अनि मैले अलिकति दुध हालेँ। दुध हालेर मोलिसकेपछि धेरै त दुध त हालेन मैले, 2-3 त्यो डाडु हालेँ। अनि त्यसपछि त्यो गुडले मजाले गुड हालेर मोलिसकेपछि अनि यसलाई मैले डो बनाउँछु होइन। आफै क्यामेराम्यान एउटा हातले क्यामेरा समात्दै बनाइरहेको छु। अनि त्यसपछि यस्तो भयो पुरी चाहिँ। तर गुड चाहिँ पगालेर हाल्नु पर्दो रहेछ। ल